जनताले अलिअलि दिएको पैसामा सहयोग दिएर त्यो समाजसेवी भयो। चाहे अरूले दिएको पैसा होस् चाहे आफ्नै पैसा होस् गर्न त गरिछन् नि। तैँले जस्तो सोसल मिडियामा गति छाडा हरकत त गर्दिनन् नि। त्यसलाई समाजसेवा नभनेर के भन्छ? समाजसेवी सेवक कस्तोलाई भन्छ? रुको जरा सबर करो। त्यसलाई भन्छ समाजसेवा। तैँले जस्तै गति छाडा हरकत गरेर सोसल मिडियामा हालेर उत्तेजित केटाहरूलाई उत्तेजित बनाउने काम गर्नुलाई नै समाजसेवा भन्छ होला हैन? एउटा त्यो बुढो भएको बड्डोलाई उसको वैस हुन्जेलसम्म उसको रस खाने अनि अहिले सुक्न लागिसकेपछि चाहिँ उसलाई छोडेर अनि नेपालमा म समाजसेवी म राम्रो भनेर दुनियाँलाई चिनाउने पहिला त त्यो बड्डोलाई सम्हाल्न सिक्नु पर्यो नि। त राणीको होस् र उसको व्यक्तिगत जिन्दगीमा तैँले औँला उठाउनु पाउने त को होस् त? तैँले के गरिन्छ समाजको लागि त भन्न। उसले उसको बुढालाई जेसुकै गरोस्, त्यही पनि अस्ति भर्खर गएर भेटेर आएकी छन्, छोडेकी छैनन्, भेट्न गइरहेकी छन्, आफ्नो बालबच्चा हेरेकी छन्। तैँले के गरिस् भन् त? घर परिवारको इज्जत फाल्ने। यसको बुढो नामर्द हो, माग कसम भेन्चोद कुन यसको बुढो नामर्द होस् त। भेन्चोद एउटा यस्तो एउटा जाब यति राणी बुढी पनि त हराउन सकेन छैन।